हेलो गाइज, नमस्ते। तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। तपाईहरुले मेरो युट्युब च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला। आज चाहिँ मैले पोर्चुगलबाट चाहिँ युरोपियन हेल्थ कार्डको लागि अनलाइन कसरी अप्लाई गर्न सकिन्छ भनेर मैले सिकाउन गइरहेको छु। तपाईहरुले मेरो स्क्रिनमा देख्न सक्नुहुन्छ। सर्च बारमा गएर सेगुरान्सा सोशल डिरेक्ट टाइप गर्नुहोस्। त्यसपछि तपाई यस्तो इन्टरफेसमा जानुहुन्छ। त्यसपछि सेगुरान्सा सोशलको यो लगइन पेज आउँछ र यो लगइन पेजमा तपाईले आफ्नो निस र निसको पासवर्ड हालेर तपाई इन्टर गर्न सक्नुहुन्छ, लगइन गर्न सक्नुहुन्छ। त्यसपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ फ्यामिली, जब, इलनेस, सोशल एक्सन, पेन्सन, करेन्ट अकाउन्ट, यी डिफ्रेन्ट हेडिङहरु छ। तपाईले युरोपियन हेल्थ कार्ड अप्लाई गर्नको लागि चाहिँ तपाईहरु चाहिँ इलनेसमा जानुपर्ने हुन्छ। यो इलनेसमा तपाईको चाहिँ यो युरोपियन हेल्थ कार्ड चाहिँ अप्लाई गर्न सकिन्छ। इलनेसको यो पोर्चुगिजमा चाहिँ डोएन्सा भनेर हुन्छ। तपाई यो इलनेसमा चाहिँ इन्टर गर्न सक्नुहुन्छ। त्यसपछि यहाँ देख्न सक्नुहुन्छ अब्टेनिङ अ युरोपियन हेल्थ कार्ड छ। त्यसमा क्लिक गर्नुभयो भने यस्तो इन्टरफेसमा जानुहुन्छ। त्यसपछि गएर यसलाई इङ्ग्लिसमा ट्रान्सलेट गरौँ। यसको तपाईको देख्न सक्नुहुन्छ। यहाँ चाहिँ मेरो आफ्नो भएकाले यो मैले पहिले अप्लाई गरिसकेर मैले युरोपियन हेल्थ कार्ड पाइसकेको छु र यहाँ चाहिँ हामीले आफ्नो युरोपियन हेल्थ कार्डको एक्सपायर भएपछि चाहिँ हामीले रिन्यू गर्न सकिन्छ। तपाई यहाँ गएर रिन्यू गर्न पनि सक्नुहुन्छ। र नयाँको लागि चाहिँ त्यहाँनिर अब्टेन EU हेल्थ कार्ड भनेर हुन्छ। त्यहाँनिर फेरि एकचोटि म ब्याक जान्छु। ब्याक गएर तपाईको यहाँनिर हुन्छ अब्टेन गर्ने ठाउँ युरोपियन हेल्थ कार्ड जसले पहिलोचोटि बनाउँदै हुनुहुन्छ। यहाँ स्टार्ट अर्डर भनेर हुन्छ। यो यहाँनिर स्टार्ट अर्डरमा तपाईले क्लिक गर्नुभयो भने चाहिँ तपाईको EU हेल्थ कार्ड अप्लाई हुन्छ। धन्यवाद।